10 वर्षदेखि बन्द, सयौं कर्मचारी बेरोजगार र करोडौंको सम्पत्ति प्रयोगविहीन। अब फेरि उठ्ने तयारीमा छ गोर्खाको इतिहास गोरखकारी रबर उद्योग। सरकार र निजी साझेदारी अर्थात् पीपीपी मोडल मार्फत पुनः सञ्चालनको सुझाव आएको छ। के यसपटक गोरखकाली साँच्चै नै फर्किन्छ? 10 महिनाको अध्ययनपछि गठित सुझाव कार्यदलले उद्योग वाणिज्य तथा आपूर्तिलाई 13 पृष्ठको प्रतिवेदन बुझाएको छ। कार्यदलको नेतृत्व गरेका छन् राष्ट्रिय योजनाका आयोगको पूर्व सदस्य जनकराज शाह। प्रतिवेदन भन्छ गोरखकाली रबर उद्योगमा उच्च व्यावसायिक सम्भावना अझै बाँकी छ। हाल उद्योगमा रहेको प्रविधि पुरानो भइसकेको छ। त्यसैले प्रतिवेदनले सिफारिस गरेको छ पुरानो मेसिन पूर्ण रूपमा हटाउने, नयाँ प्रविधियुक्त टायर उत्पादन मेसिन जडान, सरकारको पहलमा रणनीतिक लगानीकर्ताको खोज। यसका लागि सबैभन्दा उपयुक्त मोडल पब्लिक प्राइभेट पार्टनरसिप अर्थात् पीपीपी। 662 रोपनी 14 आना जग्गा यो उद्योगको सबैभन्दा ठुलो शक्ति हो। नीतिअनुसार जग्गाको स्वामित्व नेपाल सरकारकै रहने र निजी साझेदारीलाई दीर्घकालीन लिजमा दिने, वैदेशिक लगानी समेत आकर्षित गर्ने, पुरानो सेट धनी र सर्वसाधारण सहभागिता सुनिश्चित गर्ने। प्रश्न उठ्छ, यत्रो सम्भावना हुँदाहुँदै उद्योग किन बन्द भयो? कारणहरू स्पष्ट छन्। उत्पादन लागत बढ्दै जानु, नगद प्रवाह कमजोर हुनु, लक्षित क्षमताको 20% भन्दा कम उत्पादन, प्रविधिमा आएको तीव्र परिवर्तन। यसै कारण उद्योग 2072 सालदेखि पूर्ण रूपमा बन्द भयो। 2075 मा 232 कर्मचारी अवकाश गए र तर पुनः सञ्चालन भयो भने प्रत्यक्ष रोजगारी, स्वदेशी टायर उत्पादन र आयातमा निर्भरता घट्ने। यो केवल उद्योग होइन, स्थानीय अर्थतन्त्रको पुनर्जागरण हो। गोरखकाली रबर उद्योग केवल एउटा बन्द कारखाना होइन, यो सरकारको निजी क्षेत्र र लगानी वातावरणको परीक्षा हो। यदि पीपीपी मोडल सफल भयो भने यो उदाहरण बन्न सक्छ नेपाल अन्य बन्द उद्योगका लागि। अब निर्णय सरकारको हातमा छ।